धरान उपमहानगरपालिका वार्ड नम्बर 5 को झरना चोकमा रहेको 32 धुरमा बनेको मिनी घर देखाउन गइरहेको छु। यहाँलाई स्वागत छ। म राजन राई र यहाँलाई कस्तो लाग्छ मनपर्छ भने सिधा डाइरेक्ट जग्गा चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ भने अहिले म हजुरलाई यो जग्गामा ल्याइसकेको छु। झरना चोक धरान 5 देउरालीको झरना चोकमा ल्याइसकेको छु भने यो चाहिँ 30 फुटको बाटोमा रहेको देख्नुभयो र यो चाहिँ बिजुलीको पोलसँग यो त पहेँलो कलर गरिएको यो एरिया पर्छ। ठ्याक्कै यो सटर भएको एउटा देख्नुभयो, सटर सहितको यो मास्तिर यो पहेँलो कलर गरेको गेट यहाँसम्मको दूरी पर्छ 32 धुर जग्गामा। यसमा हजुरले अप्सनमा चाहिँ 16 धुर मात्रै किन्न सक्नुहुनेछ। मुख 50 फिट छ भने लामो, यो जग्गाको मुख चाहिँ 50 फिट छ भने लम्बाइ चाहिँ 91 फिट लामो रहेको छ पछाडि चाहिँ। र घर यस्तै छ मिनी घर। यतापट्टि छ भने यता यो सटर सहितको र अर्को पछाडि कोठा देख्नुभयो, यो चाहिँ सटर सहितको छ भने पछाडि कोठा छ। म ड्रोनको सहायताले माथिबाट देखाउँछु। ठुलो यो भवन देख्नुभयो, यो चाहिँ धरान 5 देउराली झरना चोकको बेथेल चर्च हो। यो चर्चको ठुलो भवन छ। यहाँ चाहिँ वृद्ध आश्रम पनि राखिएको छ। चर्चमा अनाथ आश्रम वृद्ध आश्रम पनि छ भने यहाँनिर चाहिँ ठ्याक्कै मुख 50 फिट छ भने लम्बाइ 91 फिट लामो छ। यो 32 धुर जग्गा। यसमा हजुरले 16 धुरको मात्रै लिन सक्ने अप्सन रहेको छ, अघि पनि भने मैले। र लोकेसनको हिसाबले एकदमै राम्रो छ। र यो चर्चको जो यहाँ अगाडि देख्नुभयो पार्किङ एरिया सँगै यता अपोजिट साइडमा पूर्व साइडमा रहेको यो जग्गा छ भने यहाँलाई कस्तो लाग्छ मनपर्छ भने सिधा सम्पर्क डाइरेक्ट जग्गा धनीको एनसीएल र एनटीसीको नम्बर दिएको छ। कुनै पनि नम्बरमा हजुरले कन्ट्याक्ट गरेर रेटको विषयमा मिलाइदिन सक्नुहुनेछ भने यहाँ नजिकै रहेको चाहिँ वडा कार्यालय, चौकी, अब चर्च, साथै यो रातो टिन गरेको देख्नुभयो यो चाहिँ देउराली एकाडेमी बोर्डिङ स्कुल। ठ्याक्कै यो घरको अलिकति पूर्व साइडमा पर्छ। यो घरको ठ्याक्कै यस्तो छ भने बिचमा चर्च र देउराली एकाडेमी बोर्डिङ स्कुलको बिचमा ठ्याक्कै छ। र हजुरलाई कस्तो लाग्छ यहाँलाई मनपर्छ भने सिधा सम्पर्क डाइरेक्ट घरधनीसँग कन्ट्याक्ट गरेर रेटको विषयमा मिलाउन सक्नुहुनेछ भने मूल्य चाहिँ प्रति धुरको 2,50,000 मात्र राखिएको छ यसमा। र केही मिल्ने ठाउँ पनि छ। हजुरले डाइरेक्ट घरधनीसँगै कन्ट्याक्ट गरेर हजुरले 32 धुर एकचोटि एकमुठा लिनुहुन्छ कि हजुरले 16 धुर मात्रै पनि लिन सक्नुहुनेछ। यसो कन्ट्याक्ट गरेर रेटको विषयमा मिलाएर लिन सक्नुहुनेछ। धन्यवाद।